होइन फेरि भन्दा भन्दै आइगयो दैलो त खोल्नु नि अनि कसरी दुकान हैन को हो सेन्ट आउँदैछ को हो हैन दैलो किन बन्द गरेको खोलौँ न दैलो चाहिँ के को किन बन्द हो गरेको पक्कै युराजु आज खतमै हुने भयो मासुको बर्बादै हुने भयो अनि के बनाएको अनि होइन मकबक के होइन यार यो च्याउ अलिकति ल्याएको थिएँ बजारबाट मरमसला अलिक झ्याप्पै हालेछु ए मङ बास्न आएको मात्रै हो च्याउ हो त अनि च्याउ हो नि होइन होला यो च्याउ मलाई त च्याउको जस्तो बास्ना आएन हो होइन च्याउ हो बाटो स्मोक बास्ना आउँदैछ अनि ल हेर अनि गरम मसलादेखि लिएर सबै अनि जिरा पिनेर हानेपछि हुँदैन अनि खोइ देखाउँ त अनि कस्तो च्याउ हेरिहाल्नु हेरौँ न अनि कस्तो मिठो मिठो बास्ना आउँदैछ अनि हेरौँ न अनि यो च्याउै हो हामी के घिचनदास हो र च्याउ 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 भन्नुपर्छ हेर दाजु भनेर झन् यत्रो मासु लुकाइ लुकाइ च्याउ भन्नुपर्छ थेट तेरिका नि च्याउै जस्तो त हो नि यो मासुको च्याउै जस्तो त हो नि मासु खाएकै त हो नि यार भाइ च्याउै जस्तो हो बसौँ त बसौँ है बसौँ चित्त नदुखाऊ बस बाबु हेर होइन म खाना वाह यस्तो साह्रो लुकाएर मान्छे पनि आउन नरिसाउनु त बाबु है दुई फेरिको भए पनि खाएर जाऊ खै चाखौँ न त एक पिस त भए पनि चाखिदिएर नाक त कुकुरकै परेको छ नि पडक हेर मासु अब कस्तो चाहिँ बनिएछ त अहिले फेरि भिचने नि भन्छन् होला कस्तो चाहिँ बनिएछ चाखौँ न त हेर यति मिठो रहेछ अब एक्लै खानुलाई भोलि दुख्ला नि नचाख्नु चाखिहाल्यो भाइ अब के गर्नु खाऊ न त खाऊ के रोटीसँग खान्छौ त ल ल ल रोटीसँगै खाऊ है त अब रोटी सोटी ट्याक्क ल्याएको छु एकछिनमा लिएर आउँछु है पर्खिँदै गर है बाबु ल हतार सतार नगर्नु यहाँ ट्याक्क मिलाउँदैछु अब भाइ आइहाल्यो कुकुरकै नाक बोकेर जन्मेको रहेछौ अब यसमै दिन्छु है पर्ख अब कति यसो चोखे पनि दिन्छ नि ल आफैलाई खाउँ लागिसक्यो ल युवराज भाइ कति मजाको ल यति मिठो हेर एक्लै खान्छु भने कुकुरको नाक परेको त पर्यो यति मिठो खोइ त नि आफूलाई खोइ त लु ल्याउँ न त ए ल भाइ खाँदै गर न है म अब पस्किहाल्छु हेर न भाइ आफू त गोर्खाली पर्यो नेपाली पर्यो रोटी भन्ने कुरो त मलाई त फ्याटै मन पर्दैन यार ल रोटी मात्रै खान्छौ त बाबु खोइ ल्याउँ न खाऊँ म त बरु भातै खान्छु ल आफू भातै पर्यो है त अब के गर्नु त अब झ्याम खाइन्छ आफूलाई त रोटी नै मनपर्छ ल है ओहो के गर्नु केटोलाई च्याउ भनेर यसो 2 दिनसम्म चाहिँ झ्याप्प राखेर खाऊँ भनेको बर्बाद भयो घाटे आजै पो सकिने भयो बडो पिर छ मलाई के गर्नु हाँसेर बोलिदिनै पर्यो युवराज भाइ ठिक छ नि ल है त म पनि यहीँ बसेर दम्क्या ओहो कति मिठो निकालो हेर धन्न आइपुगेछ नाभि चाहिँ चुलोमै गाडेका रहेछन् क्या